आहा छोराछोरी होस् त यस्तो होस्। हेर्नुहोस् त दर्शकबिनहरू, जम्मा 12 वर्ष मात्रै पुगेकी नानी कक्षा 6 मा अध्ययनरत, जसले आमाको पीडालाई आमाको अनुहार हेरेरै आमाको स्वभाव देखेरै थाहा पाउँछिन्। उनले भन्छन् कि म आमाको अनुहार हेरेरै आमाको स्वभाव हेरेरै थाहा पाउँछु आमा कुन पीडामा हुनुहुन्छ, आमा रोइराख्नु भएको छ कि आमा यहाँ हाँसिराख्नु भएको छ, म सबै चाल पाउँछु भनेर यति सानी नानीले यस्तो प्रष्टसँगले, यति ज्ञानी है। एकैछिन यो उहाँहरूको संवाद सुनौँ, त्यसपछि बाँकी कुरा राख्छु। आउनुहोस्। मम्मीको अनुहार अनि स्वभाव हेरे नै थाहा हुन्छ। मम्मी रोइरहनु भएको छ कि मनमा, मम्मीले कुरा खेलाइरहनु भएको छ कि मन हाँसिरहनु भएको छ कि रोइरहनु भएको छ, सबै कुरा थाहा हुन्छ। कति वर्ष भन्नु तपाईँ? अहिले 12 वर्ष भयो। 12 वर्ष। कतिमा पढ्नुहुन्छ? म 6 मा पढ्नुहुन्छ। कतिको दुःख सुख सेयर हुन्छ छोरीसँग? अब उमेरले सानै भए पनि विचारले एकदमै ठुलो छ तपाईँको छोरी अहिले हुनुहुन्छ होइन तपाईँसँगै। दुःख सुखहरू कतिको साट्ने मेसो पाउनुहुन्छ छोरीसँग? अहिले त म त यो दुःखहरूबाट त एकदमै पर राख्न चाहन्छु मेरो नानी बाबुलाई चाहिँ, किनकि उनीहरूको यो समय होइन कि दुःख भोग्ने, दुःख बुझ्ने समय होइन, तर पनि नानी एकदमै बुझ्ने छिन्, नानीले बुझ्छिन्। मैले नभने पनि मेरो कुराहरूलाई, हरेक कुराहरूलाई बुझ्छिन्। मैले रुँदाखेरि पनि म भन्दिनँ, म देखाउँदिनँ भन्दा पनि उसले थाहा पाउँछ म रोको हो भन्ने कुरा पनि थाहा हुन्छ। तर सकभर चाहिँ म मेरो बच्चाहरूलाई मैले भोगेको जुन दुःखहरू छ, मैले दुःख गरेर मेरो बच्चाहरूलाई पालपोषण गरेको छु, त्यो दुःखहरूबाट चाहिँ एकदमै पर राख्न चाहन्छु। एकदमै राम्रो सोच दर्शकबिन, तपाईँहरूले सुन्नु पनि भयो र देख्नु पनि भयो नि है। कति महान छोरी, कति ज्ञानी छोरी। अनि हेर्नु त आफ्नो आमा कुन पीडामा हुनुहुन्छ भन्ने कुरा उहाँले नजरबाटै चाल पाउनुहुन्छ। म सम्मान गर्छु नानुलाई सबैभन्दा पहिला त। अनि त्यस्तै गरेर हुन त उहाँको जीवनमा के भएको हो त्यो कुरा मैले विस्तृत रूपमा चाहिँ जानकारी पाइनँ होइन। मैले छोटो भिडियो र यो भिडियो हेर्दै गर्दाखेरि उहाँको सम्बन्धमा श्रीमान श्रीमती बिचमा सायदै सम्बन्ध राम्रो नभएको होला होइन, कि त श्रीमानले अर्कै विवाह गर्नुभएको के हो। तर सकेसम्म यस्तो काम चाहिँ नगरौँ। आफ्नो श्रीमती छोराछोरी हुँदाहुँदै अर्को विवाह गर्ने काम नगर, श्रीमान हुँदाहुँदै अर्कोसँग विवाह गरेर जानु पनि यस्तो काम पनि नगरौँ है। र उहाँहरूको विशेष भएको चाहिँ के हो त्यो चाहिँ विस्तृत रूपमा जानकारी भएन होइन। चाहे जेसुकै होस्, मलाई सबैभन्दा पोइन्ट चाहिँ के लाग्यो भने यो सानो नानीको जुन एउटा सोच छ नि, यो सोच यस्तो महान सोच छ। यति सानी नानीलाई यतिसम्म प्रष्टसँगले थाहा पाउनु कि आमाको पीडा अथवा चाहिँ आफ्नो अभिभावकको पीडा के हो, अभिभावक कसरी हिँडिराख्नु भएको छ, के गर्दै हुनुहुन्छ भन्ने कुराहरू चाहिँ यसरी थाहा पाउनु यति महान हो नि, जो कसैले यति सानो उमेरमा सोच राख्न सक्दैन। तर यति क्युट, यति सानी नानीले होइन यसरी आमाप्रति गर्नुभएको यो माया ममता है, यो सम्मान साँच्चै नै हरेकको छोराछोरीहरू यस्तै ज्ञानी अनि यसरी नै बुझ्ने भइदियोस्, म भगवानसँग प्रार्थना गर्छु। बस दर्शकबिनहरू, मैले यो भिडियो बनाउनुको तात्पर्य भनेको चाहिँ खालि के हो त भन्दाखेरि छोराछोरी होस् त यस्तो होस् जसले आमा बुवाको पीडालाई बुझोस्। अझै यहाँ चेली त होइन, अब चेलीको आफ्नो पीडा कत्रो पीडा रहेछ है, त्यो पीडा कसैले पनि यस्तो खालको पीडा नदिउँ। आफ्नो परिवारलाई सकेसम्म आफ्नो सम्बन्धलाई होइन, श्रीमान श्रीमतीको सम्बन्धलाई चाहिँ कायम राख्ने कोसिस गरौँ होइन। हुँदैन भने त कानुनी प्रक्रियाहरू छँदैछ सम्बन्ध विच्छेदको होइन, तर सकेसम्म सम्बन्ध विच्छेद पनि नगरौँ र आफ्नो श्रीमती हुँदाहुँदै अर्को श्रीमती विवाह पनि नगरौँ र आफ्नो श्रीमान हुँदाहुँदै अर्कोसँग विवाह पनि नगरौँ। म यही अनुरोध गर्दछु र नानीलाई एकदमै बधाई छ। निरन्तर अगाडि बढ्नुहोला, असल छोरी बन्नुहोला, तपाईँलाई शुभकामना छ। र तपाईँले आफ्नो आमाको अथवा मम्मीको जुन पीडालाई होइन, पीडामा चाहिँ घाउमा चाहिँ मलहम लगाउने काम गर्नुभएको छ। तपाईँ साँच्चै एक लक्ष्मीको रूपमा आउनु भएको रहेछ। तपाईँलाई निरन्तर अगाडि बढ्नुहोला, शुभकामना दिन चाहन्छु। यति भन्दै दर्शकबिन, म तपाईँहरूकै समावेश साथी सुजनले बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, जय नेपाल।